Hello everyone, good afternoon and welcome to my YouTube channel. म पारस पाण्डे। गाइस आज चाहिँ यहाँ चाहिँ रोमानियामा धेरै नै गर्मी छ है। अनि त्यही भएर म त्यो छारीमा आएर बसिरहेको छु, रुखको छारीमा शीतलमा। अस्टै गर्मी छ। आजको टेम्परेचर पनि 33 छ कि हैन? 33 छ अनि गर्मी छ। अर्डर पनि खासै छैन, लो डिमान्ड छ। अर्डरको डिमान्ड लो भएपछि खासै काम पनि हुँदैन। अनि अहिले चाहिँ म यतिकै बसिरहेको छु। अनि अरू साथीहरू चाहिँ कोहीले चाहिँ अर्डर आएर डेलिभरी गर्न गएका छन्। अनि मेरो चाहिँ मैले भर्खर एउटा गरेँ अनि अहिले आएर यहाँ बसिरहेको छु। र म चाहिँ आज खास तपाईहरुलाई चाहिँ मैले के भन्न लागिरहेको छु भन्दाखेरि चाहिँ मलाई कतिपयले सोधिरहनु भएको थियो रोमानिया आउन हामीले मिल्दैन, त्यसको लागि के गर्नुपर्छ, अनि डेलिभरी काम आउनको लागि के गर्नुपर्छ भन्ने क्वेशन गरिरहनु भएको थियो। अनि रोमानिया आउनको लागि तपाईहरु पनि पाउनुहुन्छ नमिल्ने हैन, कसैलाई आउन मिल्ने नमिल्ने भन्ने कुरा हुँदैन। जो कोही पनि आउन सक्छ आफ्नो मेहनतले, आफ्नो परिश्रमले हैन। सपनाको कन्ट्री नै हो एउटा यो रोमानिया पनि, हर कसैको जसलाई पनि आउने इच्छा हुन्छ नै आउन सक्नुहुन्छ जो कोही पनि सजिलै। त्यसको लागि तपाईहरुले चाहिँ एउटा एजेन्सीलाई पक्रिनु पर्ने हुन्छ। त्यसको लागि तपाईले त्यहाँ चाहिँ आफ्नो डकुमेन्ट पेश गर्नुपर्ने हुन्छ। डकुमेन्ट पेश गरिसकेपछि तपाईहरुले 3 महिना चाहिँ वेट गर्नुपर्ने हुन्छ वर्क परमिटको लागि। अनि वर्क परमिटको लागि वेट गरिसकेपछि 3 महिनापछि तपाईको वर्क परमिट आउँछ। वर्क परमिट आएपछि तपाईले चाहिँ अनि इन्डियन एम्बेसीको डेटको लागि वेट गर्नुपर्ने हुन्छ। इन्डियन एम्बेसीको डेट पनि आइसकेपछि तपाईहरु इन्डिया जानुपर्ने हुन्छ। इन्डिया जाँदाखेरि चाहिँ तपाईले 15,000 आइसी लिएर जानुपर्ने हुन्छ। प्लस त्यहाँ जाँदा आउँदा बस्दा खादाको सबै चाहिँ तपाईले आफैले पे गर्नुपर्ने हुन्छ। त्यसको लागि आफै परिपक्व भएर जानु होला, अलि प्रिपेयर भएर गएको बेस्ट हैन। अनि त्यसपछि कुरा रह्यो त्यहाँ गएर तपाईले इन्टरभ्यु दिइसकेपछि इन्टरभ्युमा चाहिँ कस्तो क्वेशन सोध्छ भन्ने यस्तो कुराहरु पनि हुन सक्छ हैन। इन्टरभ्युमा खासै क्वेशन त्यस्तो के पनि सोध्दैन, डराउनु पर्दैन है। अनि तपाई जानुको कारण के हो, रोमानिया चुज गर्नुको कारण के हो, फ्यामिलीमा कति जना हुनुहुन्छ, तपाईसँग लाइसेन्स छ कि छैन, के कामको लागि जाँदै हुनुहुन्छ, तपाईको स्यालेरी कति छ, त्यो स्यालेरीमा तपाई खुसी हुनुहुन्छ कि हुनुहुन्न, यस्ता क्वेशनहरु गरेको हुन्छ। एकदम फ्रेश भएर एकदम कुल भएर चाहिँ आन्सर दिनु होला, त्यस्तो आत्तिनु पर्दैन, डराउनु पर्दैन। फाइनली त्यहाँको इन्टरभ्यु सकिसकेपछि तपाईले चाहिँ 2 हप्ता 45 दिन वेट गर्नुपर्ने हुन्छ। अनि त्यसपछि तपाईलाई सिलेक्ट गरेन रोमानियनले भन्ने कुरो चाहिँ अनि थाहा हुन्छ। अनि सिलेक्ट गरिसकेपछि तपाईहरु फेरि अनि आइसक्नुहुन्छ। तपाई हामी सबैको सपनाको शहर हैन, ठाउँ भनौं न रोमानिया। अनि काम आइसकेपछि तपाईलाई एयरपोर्टमा लिन आउँछ कम्पनीको मान्छे, ढुक्क भएर बस्नु होला, नआत्तिनु होला। अनि आइसकेपछि तपाईको कम्पनीले लिएर जान्छ, तपाईलाई बस्नको लागि अपार्टमेन्टमा राख्छ, खाना बस्न सुविधा सबै कुराहरु हुन्छ, दिन्छ कम्पनीले। आइसकेपछि एडभान्स पनि दिन्छ अलिकति पैसा काममा। र तपाईलाई वहाँ भनेको जति सबै स्यालेरीहरु यताउति सबै कुराहरु चाहिँ त्यही हिसाबले दिन्छ भन्ने चाहिँ स्योर चाहिँ हुँदैन है। फेरि है गाइस, कुनै कम्पनीले चाहिँ दिन्छ, कुनै कम्पनीले दिदैन है, सबै एउटै पनि हुँदैन। आफ्नो कम्पनी अनुसार पनि भर पर्ने कुरा हो। र त्यसको लागि चाहिँ फेरि तपाईहरु रोमानिया आउनुभन्दा अगाडि तपाईको चाहिँ हेल्थ कस्तो छ त्यो पनि एकदम ठिक हुन्छ कि छैन त्यो पनि विचार गर्नु होला है। अनि तपाईको मेडिकल क्लियर हुनुपर्ने हुन्छ, पुलिस रिपोर्ट एकदम क्लियर हुनुपर्ने हुन्छ, भिएफएक्सको लागि तपाईले पैसा दिइसकेको हुनुपर्ने हुन्छ है, 60-70,000। अनि त्यसपछि तपाईले 1 स्टेप पछि भिसा आइसकेपछि दिँदा फरक पर्दैन, भिसा चाहिँ आएको हुनुपर्ने हुन्छ। तर एप्लाई गर्नु भन्दा पनि अगाडि आफूले कुन मेन पावरबाट काम गर्दैछु, आफ्नो जाने कम्पनी कस्तो छ के छ त्यो एकदम राम्रोसँग बुझ्नु होला। अहिलेको जेनेरेसनमा सबैजना भरपर्दो पनि हुँदैन, विश्वास गरेर गर्नु होला है। अनि त्यो भन्न चाहन्छु म चाहिँ। र अर्को कुरो, मेरो च्यानलमा जो कोही पनि नयाँ हुनुहुन्छ उहाँले चाहिँ प्लिज मेरो च्यानललाई लाइक सब्स्क्राइब गरिदिनु होला र साथमा रहेको बेल आइकनलाई पनि अन गरिदिनु होला, ताकि मेरो भिडियो तपाईहरु सजिलै पुगोस्। र यस्तै भिडियोहरु अझै पनि हेर्नको लागि बेल आइकनलाई अन चाहिँ गर्न नभुल्नु होला। अनि भिडियोलाई शेयर पनि गरिदिनु होला है गाइस। तपाई रोमानियामा आइसकेपछि तपाईको काम फिक्स हुन्छ, तपाई ढुक्क भएर आउनुस्, तपाईलाई कम्पनीले काम दिन्छ तपाईले भनेकै जस्तो है। र तपाईलाई स्यालेरी चाहिँ तपाईको कसैलाई चाहिँ हप्तामा दिन्छ, कसैलाई 15 दिनमा पनि दिन्छ, कसैलाई महिना दिनमा दिन्छ है। तर धेरै जसो चाहिँ कसैलाई हप्तामा दिन्छ, कसैलाई 15 दिनमा दिन्छ। तपाईले पाउनुपर्ने जति हो स्यालेरी त्यसको 50% 15 दिनमा दिन्छ, 50% फेरि 15 दिनमा दिन्छ, त्यसरी पनि दिन्छ। तर मैले चाहिँ हप्तामा लिने गर्छु है। हामीलाई चाहिँ कम्पनीले हप्तामा दिन्छ, सजिलो पनि हुन्छ।
त्यस्तो छ। अब आफ्नो काम आफ्नो कम्पनी अनुसार पनि भर पर्ने हुन्छ र तपाईँलाई सोध्छ कम्पनीले तपाईँलाई कुन सजिलो लाग्छ कुन तरिकाले लिन चाहनुहुन्छ भनेर सोध्छ, त्यो हिसाबले तपाईँले भन्न सक्नुहुन्छ, लिन सक्नुहुन्छ है। इन्डोरको काम भन्दा पनि यो आउटडोरको काम हो हाम्रो। आउटडोरको काममा अलिकति गाह्रै हुन्छ है, काम गर्नलाई त कुनै पनि काम सजिलो त हुँदैन, तर पनि यो आउटडोरको काम अलिकति गाह्रै हुन्छ। त्यही भएर चाहिँ अलिकति आफूले सबै कुराहरू बुझेर मात्र आउनु होला। लाइसेन्स चाहिँ एकदम है हातमा हुनैपर्छ है, तपाईँको हातमा चाहिँ ए र बी दुइटै क्याटेगोरीको भयो भने झन् एकदम बेस्ट हुन्छ। बी भयो भने एकदम मान्यता यहाँको मान्छेले चाहिँ एकदम पुलिसहरूले चाहिँ तपाईँलाई रेस्पेक्ट गर्छ क्या। अनि त्यसपछि लास्ट टाइम म चेकिङमा परेको थिएँ, चेकिङमा पर्दाखेरि चाहिँ मेरो बीको पनि क्याटेगोरी बीको पनि थियो लाइसेन्स गाडीको। अनि लाइसेन्स देखायो भने मैले लाइसेन्स देखाएँ अनि हेरेँ, अनि त्यसपछि तँलाई गाडी चलाउन आउँछ भने अनि त्यसपछि अनि भयो भने द्याट्स गुड भन्यो। अनि त्यसपछि अनि यिनीहरूले रेस्पेक्ट गर्छ, जे होस् मैले भन्नु खोजेको चाहिँ रेस्पेक्ट गर्छ। त्यही भएर सकेसम्म तपाईँले बीको पनि बी क्याटेगोरीको पनि तपाईँले आफूले लाइसेन्स बनाउनु भयो भने चाहिँ तपाईँ आफूलाई पनि राम्रो हुन्छ। भोलि इनकेस तपाईँलाई त्यस्तो अपर्च्युनिटी आयो भने तपाईँले गाडीबाट पनि तपाईँले डेलिभरी गर्न सक्नुहुन्छ। गाडीवालालाई झन् राम्रो पनि छ है, गाडीमा डेलिभरी गर्न चाहन इच्छा होले चाहिँ गाडीको लाइसेन्स चाहिँ लिएर आउनु होला, लाइट गाडीको। अनि तपाईँहरू सब अलिकति एडभान्स पैसा पनि लिएर आउनु होला, ताकि तपाईँलाई भोलि स्यालेरी आउँछ अलिकति सजिलो होस्। कम्पनीले तपाईँलाई राम्रै तरिकाले दिन्छ भन्ने पनि हुँदैन, एडभान्स पनि कसैलाई दिन पनि सक्छ, कसैलाई नदिन पनि सक्छ। धेरै जसले दिन्छ नै, दिए पनि नदिए पनि सुरुमा आउँदा यहाँको खानपिन हावापानीहरू नमिलेको कारणले गाह्रो हुन्छ। त्यही भएर के खाम कस्तो कस्तो हुन्छ होइन, अलिकति तल लाग्छ। अमिलो पिरो यहाँकोलाई खासै रुचाउँदैनन्, गुलियो आइटम धेरै हुन्छ। त्यही भएर हामीलाई गुलियो भन्दा पनि हामीलाई चाहिँ टट्टा एकदम टाटो पाटो खाने मान्छे हामी चाहिँ होइन, एसियन कन्ट्रीको। यहाँको युरोपियन चाहिँ गुलियो धेरै ब्रेड आइटमहरू होइन, यस्तै पिज्जा बर्गर स्यान्डविचहरू खाने हुन्छन्। अनि हामीलाई चाहिँ अमिलो पिरो धेरै चाहिने भएको भएर मुख लाटिन्छ। त्यही भएर चाहिँ अलिकति मसलाहरूको आइटम ल्याउन पाउनुहुन्छ है। तपाईँहरूले चाहिँ भाँडाकुँडाहरू चाहिँ लिएर आउनु होला, अनि कपडाहरू लिएर आउनु होला जाडोको लागि, मजाले है ल्याउन पाउनुहुन्छ। त्यो चाहिँ त्यसमा केही अप्ठ्यारो मान्नु पर्दैन, एकदम राम्रो सामान होला है त। ल अरू फेरि जानकारीको लागि फेरि पनि म अर्को भिडियो पक्कै पनि लिएर आउनेछु। तपाईँहरूको तपाईँहरूको कमेन्ट चाहिँ म वेट गरेर बस्नेछु र भिडियोलाई जति सक्दो त्यति सेयर पनि गरिदिनु होला। र फेरि अर्को भिडियोमा भेटौँला है गाइस, बाई बाई।